consolidated financial statement, explain all. So first of all, we need to consider the format. So the format of the consolidated financial position is same as financial position, statement of financial position. The only difference is that we have to do some working notes, and the working notes are mainly done. Okay, first thing next one म कापीको मुला साग ठिक छ बुकबाट एक्सप्लेन गर्छ अर्को कपी ल्याउनु पायो भने ठिकै छ नि सो हाम्रो क्वेसन चाहिँ यसरी आउँछ हैन अनि हामीले चाहिँ कन्सोलिडेटेड भनेको चाहिँ दुईटा एउटा प्यारेन्ट कम्पनीले चाहिँ जब चाहिँ के भन्छ सब्सिडियरी कम्पनीले चाहिँ एक्वायर गर्छ तब चाहिँ फाइनान्सियल स्टेटमेन्ट चाहिँ दुईटैको मिक्स हुन्छ सबै सेम हुन्छ जस एड गर्दिने हो करेन्ट लायबिलिटी करेन्ट एसेटहरु चाहिँ चेन्ज भनेको चाहिँ हाम्रो यहाँ शेयरमा आउँछ त्यसपछि हाम्रो यसमा आउँछ ए के भन्छ हैन छोडे जेसिगोस ल्याग लाग्यो मलाई त एकछिन म त्यो क्वेसन मात्रै बुझाउँछु त्यो कन्सोलिडेटेड फाइनान्सियल स्टेटमेन्ट त गर्न आयो हैन वर्किङ नोटहरु पनि बुझाइदिउँ न हैन वर्किङ नोटमा चाहिँ फर्स्टमा चाहिँ हाम्रो नेट एसेट अफ सब्सिडायरी आउँछ त्यसमा चाहिँ हामीले इक्विटी शेयर क्यापिटल प्रिमियम रिभ्यालुएसन र रिटेन अर्निङ अनि अरु पनि डर्ने हुन्छ त्यो म जस लेखिराख्छु नोटमा यसलाई चाहिँ हामीले एडजस्ट गर्नुपर्ने हुन्छ इक्विटी शेयर र प्रिमियम चाहिँ सेम हुन्छ यो चाहिँ फाइनान्सियल स्टेटमेन्टबाट हाल्नुपर्छ सब्सिडियरी कम्पनीको सेम हाल्ने हो दुईटैमा रिभ्यालुएसन र रिटेन अर्निङहरु चाहिँ चेन्ज हुन्छ रिटेन अर्निङ चाहिँ दिएको हुन्छ प्रिभियस इयरको र दिस इयरको फाइनान्सियल स्टेटमेन्ट फाइनान्सियल पोजिसनमा दिएको चाहिँ रिपोर्टिङ डेटको दिया हुन्छ भने एडिसनल इन्फर्मेसनमा चाहिँ एक्विजिसन डेटको दिया हुन्छ सो अनि हामीले चाहिँ यो दुईटा एड गर्नुपर्छ देन हियर कम्स दिस टु हैन अनि दुईटा आउँछ अनि रिपोर्टिङ र एक्विजिसनको डिडक्ट गर्यो भने चाहिँ त्यो चाहिँ अब सरप्लस आउँछ हैन अनि त्यसलाई चाहिँ हामीले चाहिँ दुईटा ठाउँमा जान्छ एउटा चाहिँ हाम्रो एनसीआईमा जान्छ अर्को चाहिँ हाम्रो ग्रुप रिटेन अर्निङमा जान्छ सो यो चाहिँ थाहा भइहाल्यो हैन अब गुडविल चाहिँ फेयर भ्यालु अफ कन्सिडरेसन पेड यो चाहिँ इन्भेस्टमेन्ट हो फाइनान्सियल पोजिसनको इन्भेस्टमेन्ट भन्नेमा दिया हुन्छ यो उमा हुन्छ स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसनमा दिया हुन्छ यो हैन अनि यहाँ फेयर भ्यालु अफ एनसीआई एट एक्विजिसन यो भनेको चाहिँ यो नि हाम्रो एडिसनल इन्फर्मेसनमा दिया हुन्छ अनि नेट एसेट एट एक्विजिसन यो चाहिँ यहाँ हो नेट एसेट एट एक्विजिसन यो हो हैन यो म चाहिँ क्यामेरा के भइरा अनि यो दुईटा एड गर्ने अनि यहाँ गुडविल आउँछ यो माइनस गर्नुपर्छ नेट एसेट एक्विजिसन चाहिँ अनि यहाँ गुडविल आउँछ यो चाहिँ एसेटको इन्भेस्टमेन्टको सट्टामा लगेर हाल्दिने कन्सोलिडेटेड स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसनमा इन्भेस्टमेन्टको सट्टामा लगेर हाल्दिने अनि एनसीआई भनिदिया हुन्छ यहाँ चाहिँ 100% भरिया छैन हैन जस एनसीआईमा चाहिँ के हुन्छ भन्दाखेरि फेयर भ्यालु एट एक्विजिसन हैन फेयर भ्यालु एट एक्विजिसन यो दिया हुन्छ क्वेसनमा यो यहाँ राख्ने अनि त्यसपछि पोस्ट एक्विजिसन रिजर्भ हैन सब्सिडियरीको पोस्ट एक्विजिसन रिजर्भ चाहिँ जस्तै कि यहाँ 10,000 को डिफरेन्स आइरहेछ नि 10,000 चाहिँ अब दुईटा ठाउँमा बाँड्छ एउटा चाहिँ एनसीआई र ग्रुप रिटेन अर्निङ अब यहाँ चाहिँ हाम्रो 90% एक्वायर गरेको छ भने 10% चाहिँ एनसीआईमा जान्छ जुन चाहिँ पोस्ट रिजर्भ एक्विजिसन भनेर आउँछ 10% टाइम्स 10,000 हैन 1000 रुपैयाँ जान्छ भने यहाँनिर चाहिँ रिटेन अर्निङ हैन सब्सिडी यहाँनिर चाहिँ पोस्ट एक्विजिसन प्यारेन्ट्स पोस्ट एक्विजिसन रिजर्भ पोस्ट एक्विजिसन रिजर्भमा चाहिँ 90% टाइम्स 10,000 गरिने यहाँनिर चाहिँ कति 9,000 आउँछ हैन त्यसपछि यहाँनिर चाहिँ 70,000 रिटेन अर्निङ स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन हुन्छ त्यसपछि यही रिटेन अर्निङ पोस्ट एक्विजिसन रिजर्भ यहाँनिर एड गरिदिनु त्यसपछि ग्रुप रिटेन अर्निङ आउँछ अनि गुडविल चाहिँ त्यहाँमा जाने भयो एनसीआई भन्ने चाहिँ लिएबिलिटीमा जान्छ एनसीआई नै भनेर कन्सोलिडेटेड फाइनान्सियल स्टेटमेन्टको ग्रुप रिटेन अर्निङ चाहिँ
रिटेन अर्निङ भनेर जान्छ कन्सोलिडेटेड फाइनेन्सियल स्टेटमेन्टमा, जुन चाहिँ हामीले रिटेन अर्निङ भनेर राख्नुपर्छ इक्विटीमा होइन, त्यही हो। अनि हाम्रो चाहिँ यहाँ एडिसनल इन्फर्मेसनहरू दिइहाल्छ कहिलेकाहीँ, हल्का छ्याउ हुन्छ तर गाह्रो चाहिँ हुँदैन। सो एडिसनल इन्फर्मेसनमा चाहिँ हाम्रो मेनली भनेको चाहिँ के हुन्छ भन्दाखेरि एउटा फेयर भ्याल्यु कन्सिडरेसन भन्ने हुन्छ, अर्को भनेको इन्ट्रा ग्रुप ट्रेडिङ, अनि अर्को भनेको अनरियलाइज्ड प्रफिट। फेयर भ्याल्यु कन्सिडरेसनमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ अब प्लान्टलाई चाहिँ यतिले चाहिँ रिभ्याल्यु गरेको छ भनेर दिइन्छ एडिसनल इन्फर्मेसनमा, जस्तै कि 200,000 होइन, वेट यता प्लिज। अनि फेयर भ्याल्यु भनेको चाहिँ त्यही हो, अब मार्केट ओरिजिनल कस्ट होइन कि हामीले चाहिँ मार्केट भ्याल्यु या फिर भ्यालुएसन मोडल युज गरेर चाहिँ मार्केटमा कतिको रेट छ त्यो चाहिँ हाल्ने हो। सो हाम्रो चाहिँ 200,000 चाहिँ बढी आयो भनेपछि होइन, अब यहाँनिर केमा जान्छ भन्दा नेट एसेट अफ सब्सिडाइरीमा चाहिँ यहाँ प्लान फेयर भ्याल्यु एडजस्टमेन्ट भनेर एड गरिदिने, रिभ्यालुएसन भनेर छुट्टै हो, फेरि यो फेयर भ्याल्यु एडजस्टमेन्ट भनेर छुट्टै हो, यहाँ जान्छ। त्यसपछि भनेको अर्को भनेको यहाँनिर प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्टमा एड गरिदिने कन्सोलिडेटेड फाइनेन्सियल स्टेटमेन्टमा, त्यही हो। अनि रिभ्यालुएसन सर्प्लस भनेर यहाँनिर हालिदिने ल्याबिलिटीमा होइन, इक्विटीमा। त्यसपछि इन्ट्रा ग्रुप ट्रेडिङमा चाहिँ अब यो भनेको चाहिँ कन्ट्रा जस्तै हो, त्यो माइनस गरिदिने रिसिभेबल र पेएबल्समा दुइटैको एड गरिदिने, प्यारेन्ट कम्पनी र सब्सिडियरी कम्पनीको, अनि त्यो माइनस गरिदिने। जस्तै कि यहाँनिर 1400 1650 यसरी। अनरियलाइज प्रफिट चाहिँ अब मेनली इम्पोर्टेन्ट छ अलिकति। सो अनरियलाइज प्रफिट भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ इफ वी प्यारेन्ट्स कम्पनी सब्सिडियरी कम्पनी, सो प्यारेन्ट्स कम्पनी सोल्ड गुड्स द्याट कस्ट 1000 with 500 profit to subsidiary company. So when the parent company acquires the subsidiary company, we cannot record the profit, because the profit we cannot be like we cannot sell ourselves some goods and record profit. So that is the reason we cannot record the profit. So profit needs to be adjusted. So the two places where profit needs to be adjusted are inventory and return earning. So that's it. So simply it means that we cannot sell goods to ourselves with profit, right? So when we acquire the subsidiary company, we cannot record the profit. It's that simple. And then here, after acquiring 80% of the share, so we acquired the 80% of share of subsidiary company. So we deduct it from inventory, A plus B minus profit recorded, and we deduct it from profit because profit goes to the return earning, you know. So if we acquire 80%, then we deduct 80% from group return earning and 20% from NCI. Okay. So in group return earning, we have already discussed that it was in the working note, and NCI as well as was in the working note. So we deduct 80% of the profit that we had recorded, we initially recorded, we have to deduct it, होइन। मैले के भनिरहेको छु मलाई थाहा भएन, तर बुझ्न चाहिँ बुझिरहेको छैन, त्यही हो प्रफिटबाट र इन्भेन्ट्रीबाट। अनि यसलाई चाहिँ डाइरेक्टली नि गर्न मिल्छ या फिर वर्किङ नोटको प्रफिट, ओके, इन्भेन्ट्रीबाट त डिडक्ट हुने नै भयो होइन, त्यो चाहिँ डाइरेक्ट स्टेटमेन्ट अफ कन्सोलिडेटेड फाइनेन्सियल स्टेटमेन्ट भयो। प्रफिटको कुरा गर्दाखेरि चाहिँ वर्किङ नोटको होइन, यहाँनिर नेट एसेट अफ सब्सिडियरी एक्विजिसनबाट नेट एसेट अफ सब्सिडियरी एक्विजिसनको एट रिपोर्टिङ डेटमा डाइरेक्ट डिडक्ट गरिने हो, या फिर हाम्रो एनसिआई र ग्रुप रेटिङ अर्निङबाट होइन जति पर्सेन्ट अर्निङ छ त्यति पर्सेन्ट डिडक्ट गर्दा नि हो। सो द्याट्स इट।